टिस्टा नदी आवासीय क्षेत्रतर्फ सर्दै बाढीको जोखिम बढ्दै। नमस्कार, म अरुण सुखराज राई यहाँलाई स्वतन्त्र आवाजमा स्वागत गर्दछु। यहाँहरू समक्षमा एक अत्यन्तै महत्त्वपूर्ण खबरलाई लिएर उपस्थित भएको छु। अक्टोबर 2023मा हिमताल फुटेर आएको बाढीपछि टिस्टा नदीमा ठूलो मात्रामा बालुवा र ढुङ्गा माटो डेसिमेन्ट जम्मा भएको छ। यसले पश्चिम सिक्किमको मल्ली क्षेत्रमा नदीको सतह लगभग 14 मिटरले उचाइ बढाएको पाइएको छ। यसका कारण नदीको पानी वहन क्षमता कम हुँदै गएकाले बाढीको खतरा बढिरहेको छ। जलशक्ति मन्त्रालयले बनाएको केन्द्रीय समितिले अप्रिल 2025मा सार्वजनिक गरेको प्रतिवेदनमा यो अवस्था गम्भीर रहेको अथवा भएको उल्लेख गरिएको छ। प्रतिवेदन अनुसार नदीको किनार भत्कनु, बहावको दिशा परिवर्तन हुनु र जनजीवनमा खतरा बढ्नु जस्ता विषयमा चिन्ता व्यक्त गरिएको छ। समितिले 2024को जुलाई महिनामा सिक्किम र पश्चिम बङ्गालका टिस्टा नदी किनार क्षेत्रहरूको स्थलगत निरीक्षण गरेको थियो। मल्लीदेखि टिस्टा बजारसम्मको 140 किलोमिटर क्षेत्रमा सबैभन्दा बढी असर परेको देखिएको छ। मनसुनको समयमा मल्ली बजार डुबानमा परेको थियो भने बायाँ किनारको NH10 सडक पनि उच्च जोखिममा परेको थियो। समितिका अनुसार नदीको सतह 14 मिटरसम्म उचाइ बढ्नु अध्ययन क्षेत्रमै सबैभन्दा बढी हो। यसले नदीको धार घटाएको र बाढीको खतरा निकै बढाएको छ। समितिको भनाइमा बाढीपछि नदीको प्रवाह दिशा परिवर्तन हुँदै आवासीय क्षेत्रतर्फ सर्दैछ, जसले थप जोखिम निम्त्याएको छ। टिस्टा नदी तलतिर जाँदा तलछट झन बढी जम्मा हुने हुँदा सेङताम, रङ्फू, मल्ली र टिस्टा बजार जस्ता स्थानहरू बढी प्रभावित भएका छन्। समितिले भनेको छ कि नदीमा कटान र तलछट जम्मा हुनु प्राकृतिक प्रक्रिया हो। समयसँगै नदी आफ्नो पुरानो स्वरूपमा फर्किन्छ। अहिलेको अवस्थामा टिस्टालाई केही समय स्थिर रहन दिनुपर्छ। हाल नदीमा ठूला मात्रामा माटो हटाउने ड्रेजिङ काम आवश्यक छैन। विस्तृत अध्ययनपछि मात्र नदी सुरक्षा र किनार संरक्षणको काम अगाडि बढाउन सुझाव समितिले दिएको छ। अन्य खबरको लागि हेर्दै गर्नुहोस् स्वतन्त्र आवाज।